वेलकम टु माई education.com युट्युब च्यानल। तपाईँहरूले आज education.com युट्युब च्यानलमा स्वागत छ। आज हामी कक्षा 12 को सामाजिक विषयमा एकाइ 2 को पाठ 1 को अभ्यास लिएर आएका छौँ। हाम्रो education.com युट्युब च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नुहोला, एकदमै इम्पोर्टेन्ट क्वेसन रहेको छ। ल त साथीहरू सुरु गरौँ आजको भिडियो। 1 नम्बरमा रहेको छ पाठ 1 को एकाइ 2 पाठ 1 को तलका प्रश्नको अति छोटो उत्तर दिनुहोस् है त। तथ्याङ्क भनेको के हो? उदाहरण दिनुहोस्। तथ्याङ्क भनेको चाहिँ के हो? तथ्याङ्क भनेको कुनै तथ्य वा शब्द, वाक्य, चित्र, संकेतको विवरण हो। हैन, कुनै तथ्य, वाक्य, हैन, शीर्षक को चाहिँ हो, संकेत, चित्रको विवरण हो। खण्डमा रहेको छ अनुसन्धान भनेको के हो? अनुसन्धान भनेको कुनै एउटा घटना, क्षेत्र, स्थान, मुद्दा, विषयवस्तु केन्द्रित रहेर तथ्याङ्क सङ्कलन र व्यवस्थापन विश्लेषण गर्न निष्कर्ष निकाल्ने कार्य हो। यसलाई नै के भन्छ? तथ्याङ्क भनिन्छ, अनुसन्धान भनिन्छ है त। अनुसन्धान भनेको चाहिँ के रह त? कुनै पनि घटनाको स्तरको मुद्दा, विषयवस्तुमा केन्द्रित रहेर तथ्याङ्क सङ्कलन गर्ने, व्यवस्थापन गर्ने, विश्लेषण गर्ने, कसरी विश्लेषण गर्ने अनि निष्कर्ष निकाल्ने कार्य नै के हो? अनुसन्धान हो। तथ्याङ्कका स्रोत कति प्रकारका हुन्छन्? तथ्याङ्कका स्रोत के हुन्छन् भन्दाखेरि तथ्याङ्कका स्रोतहरू प्राथमिक र द्वितीय गरी 2 प्रकारका हुने गर्दछन्। प्राथमिक स्रोत र द्वितीय स्रोत गरी 2 प्रकारका हुन्छन्। परिमाणात्मक तथ्याङ्क र गुणात्मक तथ्याङ्क उदाहरणसहित परिचय दिनुहोस्। परिमाणात्मक तथा गुणात्मक तथ्याङ्कको उदाहरणसहित दिनुहोस्। तथ्याङ्क 2 प्रकारका परिमाणात्मक तथ्याङ्क र गुणात्मक तथ्याङ्क र निम्नमा चर्चा गरेको छ। पहिलो नम्बरमा परिमाणात्मक तथ्याङ्क। परिमाणात्मक तथ्याङ्क भनेको कुनै पनि परिमाण, रकम वा दायरा बुझाउने तथ्याङ्क हो। यस्ता तथ्याङ्कलाई सङ्ख्या वा व्यक्त गर्न सकिन्छ। त्यस्तै यस्ता तथ्याङ्कहरूले तथ्याङ्कशास्त्रीय विश्लेषण गर्न सकिन्छ। जस्तै 10 किलोग्राम तौल र 25 मिटर लम्बाइ, 100 रुपैयाँ र 50 जना मानिस आदि। यस्ता चाहिँ परिमाणात्मक तथ्याङ्क हुन्। अनि गुणात्मक तथ्याङ्क चाहिँ के भन्दा? गुणात्मक तथ्याङ्क गुण वा विशेषता दर्शाउने र यसलाई अन्तर्वार्ता, प्रश्नावली, अवलोकन गरी सङ्कलन गरिन्छ। यसका लागि सङ्ख्यामा व्यक्त गर्न सकिँदैन र तथ्याङ्कशास्त्रीय विश्लेषण पनि गर्न सकिँदैन। जस्तै वस्तुको गुणात्मक, व्यक्तिको अनुभव, व्यक्तिलाई मनपर्ने वा मन नपर्ने कुराहरू आदि इत्यादि। अब 9 नम्बरमा रहेको छ तथ्याङ्क स्रोतका कति प्रकारका हुन्छन्? तथ्याङ्क स्रोत 2 प्रकारका हुन्छन्, तपाईँ थाहा नै छ होला। एउटा प्राथमिक तथ्याङ्क, अर्को द्वितीय तथ्याङ्क। यस प्राथमिक स्रोत अन्तर्गत वास्तविक तथ्याङ्क प्राप्त गरिने छ। यसलाई अध्ययन गर्ने वा व्यक्तिको वा समूहको आफै सङ्कलन गरेको हुन्छ। सर्वेक्षणमा अन्तर्वार्ता, क्षेत्र भ्रमण, अवलोकन, मूल्याङ्कन तथ्याङ्क सङ्कलन गर्ने प्राथमिक स्रोत हुन्। प्राथमिक सङ्कलन गर्न कार्य बढी समय र बढी खर्चिलो, पारिश्रमिक र लगानी हुने गर्दछ। जसलाई नि के भन्छ? प्राथमिक तथ्याङ्क सङ्कलन कार्य भनिन्छ। 2 नम्बरमा द्वितीय तथ्याङ्क सङ्कलन। यस किसिमको तथ्याङ्क अनुसन्धानकर्ता बाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेका हुन्छन्। यस्ता तथ्याङ्क प्रकाशित वा अप्रकाशित दुवै हुन सक्छन्। ती स्रोतहरूलाई तथ्याङ्कको द्वितीय स्रोत भनिन्छ। जनगणना, पुस्तक, पत्रिका, इन्टरनेट तथा अन्य सञ्चार माध्यमबाट आदि तथ्याङ्कहरू द्वितीय स्रोतहरू हुन्। यस्ता स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गर्न तुलनात्मक रूपमा सस्तो र सजिलो, छिटो हुने गर्दछ है त। र तपाईँलाई आज कक्षा 12 को एकाइ 2 को पाठ 1 सामाजिक विषयको एकाइ 2 को पाठ 1 को नोट लिएर आएको छु र एकाइ 2 को पाठको पनि एन्सर यहाँ मैले लेखेको छु। तलका प्रश्नको छोटो उत्तर दिनुहोस्। चर भनेको के हो? चर भनेको अनुसन्धान
मा अनुसन्धानकर्ताले मापन गर्न चाहेमा कुनै पनि व्यक्ति वा वस्तुको स्थान अवस्था प्रक्रियासँग सम्बन्धित हुन्छ। ख नम्बरमा स्वतन्त्र चर र निर्भर चरका एक एकवटा उदाहरण दिनुहोस्। वर्षा हुन स्वतन्त्र चर र चल, खाद्यान्न उत्पादन बढ्न घट्न निर्भर र चलका उदाहरणहरू हुन्। सहसम्बन्धको परिभाषा लेख्नुहोस्। कुनै पनि दुई चरहरू बीच निश्चित सम्पर्क सम्बन्ध कायम भएको अवस्थामा अर्थात् स्वतन्त्र चर हुने परिवर्तनको कारण निर्भर चरमा पनि परिवर्तन हुने अवस्था सम्बोधनलाई नै सहसम्बन्ध भनिन्छ। घ नम्बरमा के छ? एउटा चर वा घटनाका कारणले गर्दा अर्को चर वा घटना घट्छ भने त्यस्ता सहसम्बन्ध नै कार्यकरण सम्बन्ध हो। सहसम्बन्ध र कार्यकरण सम्बन्धबीच समानता भिन्नताहरू यस प्रकारका रहेका छन् भन्ने कुरा चाहिँ अर्को भिडियोमा हामी चर्चा गर्नेछौँ। आजको लागि यस भिडियोबाट बिताउन चाहन्छौँ। हस्त नमस्ते। एजुकेसन.com युट्युब चानललाई सब्सक्राइब गर्नुहोला। भिडियो लाइक गरे मन परेमा लाइक गर्नुहोला, सेयर गर्नुहोला। आफ्नो सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट बक्समा छर्न नभुल्नुहोला। हस्त नमस्ते, धन्यवाद।